Morning breakfast. My room partner for 3 days. How's the taste? Digit sa mga mag-result sa mga. Oo. Hindi mo si Cypress gusto ko lang इधर से जाना पड़ेगा. अघिदेखि वेट गर्नुभएको ए बुक्स चाहिँ ल्याउनु बिहानै अब गएर गर्नुपर्छ आउनु भएको
चेन्ज गर्दै each स्टुडेन्टले एक एकवटा तपाईँको लाइन एड गर्दै जान्छ सो दिस वे दे क्यान ह्याभ द राइटिङ स्किल्स अल्सो उनीहरूको क्रिएटिभिटी स्किल्स पनि बढ्छ Start, miss. माछा त मनपर्छ है खानु Hello everyone, welcome back to my channel. So again I am here with a new vlog. So basically right now I'm in Namchi for some training purposes and I am alone. Accommodation provided. So you can see the room, hotel room, and today I'm all alone. And right now I'm about to have my dinner, so I'll show you guys what I'm ordered. We have rice and mustard green and egg curry. Looks yum. Egg curry and some onion, green chili. And I think this is, yes, pickle. I'm enjoying my own company. Okay, see you guys in a while. Bye. Okay, so let's have dinner with me. Actually, I ordered for mustard green, and this is simrai. What we call watercress. I don't like the smell of this sabji. Day 3 breakfast. This is the hotel where we are staying. Veg sandwich. कति पढ्थेँ मैले ब्रेकफास्ट खानुहुन्छ कि भनेर खानुभयो के खानुभयो ए हुन्छ होइन म त उता स्कुलमा हजुर टिचिङ गर्नुहुन्छ हजुर भरे लाग्नु हुन्छ भेट्दै गर्नु ल हुन्छ
इज द सल्युसन भनेर है बिकज हामी अवेरनेस प्रोग्राम यति गरिरहेका छौँ र पनि ह्यान्डिङ मात्रै 26 केसेस छ फेब्रुअरीमा है हामी पनि हुँदैछ गर्नु ट्राई गरिरहेको अवेरनेस प्रोग्राम अब जे भए पनि वी आर नट Morning. It's day 4 in Namchi. And for past 3 days I was here in this room alone. Accommodation provided gareko थियो and actually training is going on Namchi ma. Third day start bhako. Today is the last day and it's a residential training. And first day I met one colleague or pani मेरो roommate आउनु भएको थियो but due to some reason she had to go Gangtok आफ्नो अर्को ट्रेनिङ को लागि and for the past 2 days or 2 nights I was all alone. And आज ट्रेनिङ सक्छ ट्रेनिङ को अगाडिको 1-2 दिनको क्लिप्स चाहिँ I've entered in this video मतलब एडिट गरेर हालेको छ कतिको राम्रो भएको छ अल्छिनु लागि हेरिदिनुस् होला. And right now it's 8:30 and I just received my morning tea. Always a tea lover. And here are the stuff that we got training. It is all related to health issues, medicines ko. मजा आउँदैछ ट्रेनिङ till now. Okay, I'll show you around the room. Clean bathroom. Final day. सोधे सर के पढेर जानुपर्छ यहाँ ट्रेनिङ हुँदाखेरि भनेर होइन बिकज आई डिन्ट नो मलाई केही यादै थिएन होइन यहाँ के हुन्छ कस्तो हुन्छ होइन सरले भन्नुभयो यसो केही हुँदैन उनीहरूले सिकाउनुहुन्छ नि भन्नुहुँदै थियो होइन एन्ड देन फर्स्ट डे आयो इट वाज भेरी इन्ट्रेस्टिङ बिकज आई थट लाइक के हुन्छ पिपिटीमा लेक्चर भएकै हुन्छ त्यस्तो खाले सोचेको थिएँ नि त ट्रेनिङ पढेकै गर्नुपर्छ नोट डाउन गरेकै गर्नुपर्छ यस्तो हामीले त्यो पनि अलिक मजाले अब थरो वेमा याद भयो है मलाई चाहिँ त्यस्तो अङ्गित नाम के लानु भएको त है खोइ देखाउनुहोस् त लड्डु खोइ ए आजको खाना के रहेछ ए सरी मैले देखिनँ सरी आज फिस लास्ट डेको लन्च केही हुँदैन आज यहाँ म आजको फाइनल डे नाम्ची चाहिँ मेरो बहिनीको रुममा आएको छु मेजमान गर्नु हुँदैछ मलाई यहाँ तातो तातो खाना यहाँ तपाईँलाई देखाउँछु म मेरो त्यो एउटा सिक्वेन्समा भएको छैन हौ वा माउथ वाटरिङ कायम बनाएको जस्तो लाग्यो होला है के भन्छ यो तातो पानीमा के वाङ्गा चाहिँ कि खाएको यतिको दुःख चाहिँ गरिदिएकै हो बिचारा बहिनीले दिदी आउनु मात्रै न त्यही त अब त नाम्ची पुरा आउनुपर्छ क्या हो यहाँ तातो पानी कि चिसो नि नयुसो खाइन मेरा 감사합니다. भन्दै पिटी ए फोन चार्ज नदिएको मिना हुन्छ आइदिनुपर्छ
अनि धेरै सिर आकार और किया है आकर ए यो खाद में डाल दूँ आपको हाँ लुको ना है कि पेला दूँ स्पाइसी वैसे मजा आएगा हाउडे हाउडेकीले यतिको त दाम नि हुने हौ मैले बनाएको त्यस्तो ट्याक्कै हुँदैन हो आउँदैन मलाई मिठो लटर पटर भयो भयो अनि खाना इज भेरी लटर पटर कोन चासमा हाल्यौँ